सुत्यो भने बिहान उठ्ने बित्तिकै दिवाली खत्तम। छुट्टी पाउनु सबभन्दा ठुलो कुरा हुन्छ। स्किस बिनाको कुनै नै यता काम नै छैन भन्छ। 5-6 हजार रुपियाँ के पठाउने। हेलो भाइ नमस्ते सबैजनालाई, कस्तो छ तपाईँहरूको हालखबर? सबै सन्चै हुनु होला। म पनि एकदमै सन्चै छु। दिवाली पनि आउन लाग्यो। सबैलाई चाहिँ एडभान्समा ह्यापी दिवाली भन्न चाहन्छु। तपाईँहरू चाहिँ मेरो पुरा सब्सक्राइबर हुन्छ भने त थाहा नै होला कि म चाहिँ अब इन्डिया आएको छु। मैले चाहिँ योचोटिको दसैँ पनि मनाउन पाएन, किनकि अब इन्डिया चाहिँ आएको छु। तर यता पनि दाइदी दिदी बस्नुहुन्थ्यो, तर नि मालिकले चाहिँ मलाई छुट्टी दिनु भएन, त्यसैले चाहिँ मैले दसैँ पनि मनाउन पाएन। यो चाहिँ दिवाली चाहिँ मनाऊ के भन्ने जस्तो सोचिरहेको छु, किनकि मेरो दिदी यतै नजिकै नै बस्नुहुन्छ, लाइक 30-32 किलोमिटर जति टाढा हुनुहुन्छ। अनि त्यसलाई मनाउ जस्तो सोचिरहेको थिएँ। तर फेरि म काम गर्छु, त्यहाँ चाहिँ सिनियर मान्छेसँग सोधेको, खै म्यानेजरले योभन्दा पहिले चाहिँ अहिलेसम्म कसैले दिएको छैन, अब तिमीलाई दिन्छ भने त्यो अलग कुरा भन्दै हुनुहुन्थ्यो। त्यो कुरा सुन्यो भने त मलाई चाहिँ छुट्टी दिँदैन जस्तो लागिरहेको छ। अब छुट्टी दियो भने चाहिँ जानुपर्छ योचोटि दिवाली बनाउन। यहाँको दिदीसँग नबनाएको नि धेरै भइसक्यो। छुट्टीको लागि चाहिँ आज बेलुका या भोलि बेलुका म सोध्छु, अनि छुट्टी दियो भने चाहिँ म जान्छु यताबाट दिवाली मनाउनुको लागि। जुन ठाउँमा म काम गर्छु त्यो ठाउँमा चाहिँ फ्राइडे सटरडे सन्डेको दिन चाहिँ अलि बढी नै चल्छ। फ्राइडे सटरडे भन्दा सन्डेको दिन चाहिँ अझै धेरै बढी चल्ला क्या, किनभने त्यो दिन अलि छुट्टी पनि हुन्छ। अनि सबै मान्छेहरू चाहिँ रेस्टुरेन्ट तर्फ चाहिँ आउँछ खाना खानालाई, त्यसैले चाहिँ अलि बढी नै त्यो दिन चल्छ। त्यति बेला त झन् छुट्टी मिल्ने चान्स नै भएन। अनि ठ्याक्क हाम्रो यता रेस्टुरेन्टमा के हुन्छ, जुन दिन नेपालमा केही फेस्टिभल हुन्छ त्यो दिन ठ्याक्क यता पनि त्यही फेस्टिभल नै हुन्छ। बेङ्गलोरमा चाहिँ है, म चाहिँ बेङ्गलोरमा बस्छु। छुट्टी नदिनुको कारण चाहिँ म्यानेजरले त्यो पनि हो। अनि एक त फेरि हाम्रो यता उर्खरहरू पनि अलिक कम नै छ क्या। योभन्दा पहिले 1-2 महिना अगाडि चाहिँ थियो, अहिले चाहिँ एक्कासी पुरै घट्यो क्या। दसैँ दिवालीको लागि चाहिँ घर जानु भएको छ, अनि त्यसैले चाहिँ पुरै घटेको छ। अनि त्यसैले छुट्टी पनि चाहिँ साह्रो मिल्दैन हामीलाई चाहिँ। यो रेस्टुरेन्टमा चाहिँ फेरि महिनाको 4 छुट्टी त छ। 4 छुट्टीमा चाहिँ फेरि छुट्टी हाल्यो भने चाहिँ स्यालेरीबाट पैसा कट गर्छ, छुट्टी हालेन भने चाहिँ ओटी जोडिन्छ। त्यसैले चाहिँ अब छुट्टी हाल्ने नि मन लागेन त्यति। फेरि छुट्टी हाल्ने मन लाग्यो भने छुट्टी चाहिँ मिल्दैन मान्छेको भएको कारणले गर्दा। चाहिँ छुट्टी पाउनु सबभन्दा ठुलो कुरा हुन्छ। अनि छुट्टी पाइसकेपछि अर्को ठुलो कुरा भनेको चाहिँ म्यानेजमेन्ट हुनु हो। किन भन्दा अब हामी मिडल क्लास फ्यामिलीको मान्छे नेपालदेखि पैसा कमाउने भनेर इन्डिया आएका हुन्छौँ। यहाँ आइसकेपछि पनि फेरि हामीसँग कुनै त्यस्तो स्किल्सहरू हुँदैन क्या। सुरुको एक्सपिरियन्स हुन्छ, पहिलो एक्सपिरियन्स हुन्छ, अनि कुनै स्किल्स हुँदैन। स्किल्स बिनाको कुनै नै यता काम नै छैन भन्छ। मतलब काम भन्दा नि स्यालेरी चाहिँ कम मिल्छ स्किल्स बिनाको मान्छेलाई चाहिँ। लाइक त्यही 10-12-14 हजार रुपियाँ मिल्छ। अनि त्यो 10-12 हजारले फेरि 1 महिनासम्म रेगुलर काम गरेको होइन, थकान हुन्छ, छुट्टी हान्ने मन लाग्छ, यताउति केही खान मन लाग्छ, फेरि घरतिर पनि हेर्नु पर्यो। सिङ्गल लाइफ हुँदैन। इन्डिया आइसकेपछि जिम्मेवारी काममा बोकेकै हुन्छ। घरतिर पठाएन भने पनि फेरि फ्यामिलीले इन्डिया गइसक्यो, अब त बिग्रिसक्यो, फलानु फलानु होइन, अनि पैसा नि पठाउँदैन, ग्याङ हुन्छ। अनि त्यहाँ पनि पठाउनु परि नै हाल्यो। 5-6 हजार रुपियाँ के पठाउने, 10-12 हजार रुपियाँ एटलिस्ट पठाउनु नै पर्छ मन्थलीमा। अनि बाँकी चाहिँ 1-2 हजार रुपियाँ बच्छ। 1-2 हजार रुपियाँले छुट्टी हाल्नु भने फेरि एकै दिनमा छुट्टी हुन्छ। 1 महिना चलाउनु पर्छ, फेरि छुट्टी हाल्ने मन पनि त्यसरी लाग्दैन मलाई चाहिँ। त्यही अब पैसा सैसा खालि कम नै छ। म्यानेजमेन्ट गर्न चाहिँ लास्टै नै गाह्रो हुन्छ क्या। लोन मागो भन्ने पनि हुँदैन। यताको ठाउँमा के हुन्छ त सबैभन्दा ठुलो कुरा चाहिँ रेस्टुरेन्टमा काम गर्नुहुन्छ भने चाहिँ आफ्नो नेपाली दाजुभाइहरूसँग जानुपर्छ क्या काम गर्न चाहिँ। किन भन्दाखेरि अब उहाँहरूसँग चाहिँ ल्याङ्ग्वेज पनि मिल्छ, गाउँठाउँ पनि एउटै हुन्छ होइन, देश एउटै हुन्छ, अलिअलि ट्रस्ट गर्ने चाहिँ लायकको हुन्छ। तर यहीँको मान्छेसँग कुनै काम गर्न गयौँ भने कहीँ हामी चाहिँ म चाहिँ एकदमै गाह्रो क्या। अब ल्याङ्ग्वेज पनि त्यति साह्रो मिल्दैन, अनि ट्रस्ट पनि हुँदैन। किनकि अब कुनै दिन पैसा नभएको बेला, इमर्जेन्सी परेको बेला लोन मागौँ भने पनि ट्रस्ट हुँदैन। हुन त अब यो ठाउँमा ट्रस्ट गर्न जस्तो लायकको पनि हुँदैन, किनकि अब पैसा दियो भने के त त्यो पैसा लिएको मान्छेले 1-2 दिनमै भागिदियो भने त फेरि खोज्ने जस्तो पनि हुँदैन, त्यसो पैसा जाउँ भने पनि हुँदैन। त्यसैले त ट्रस्ट जित्नु चाहिँ लास्टै गाह्रो हुन्छ। फेरि तपाईँ बेङ्गलोर आउनु भएको छैन, यदि आउनु हुन्छ भने चाहिँ नेपाली भएको ठाउँमा चाहिँ काम चाहिँ गर्नु होला। तपाईँलाई चाहिँ एकदमै सजिलो हुन्छ आपतकालीन समयमा है। यस्तै चाहिँ अब इन्डियातिर चाहिँ तपाईँहरू चाहिँ अब दिवाली राम्रोसँग मनाउनु होला। अब म पनि अब छुट्टी दियो भने चाहिँ कोसिस गर्छु म राम्रो बनाउने। छुट्टी दिएन भने चाहिँ यही हो, ड्युटीमा आउने, काम गर्ने, सुत्ने। त्यसपछि एक दिन त हो सुत्यो भने बिहान उठ्ने बित्तिकै दिवाली खत्तम। अब हेरौँ, छुट्टीको कुरा चाहिँ म राख्नेछु। अब दियो भने चाहिँ म पक्कै जानेछु दिवाली मनाउन। त्यो भिडियो पनि तपाईँलाई म मेरो यही च्यानलमा देखाउने छु। अनि तपाईँ चाहिँ च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु होला। छुट्टी दिएन भने चाहिँ भिडियो अपलोड चाहिँ हुँदैन होला सायद। त्यही हो, अब लभ यु गाइज।